वेलकम टु माई न्यू ब्लग। तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। त्यसै गरी हामी आज जाँदैछौँ कुलुङ झरना, किनकि हामी यहाँ घरबाट धेरै गर्नु भएर कुलुङ झरनामा यहाँ यसो पौडी खेल्न जान आँटेको छौँ। सबैजना हेर्नु सक्नुहुन्छ, यहाँ हेर्नु सक्नुहुन्छ मलाई। यहाँ हुन्छ मेरो बहिनी, यहाँ हुन्छ अङ्कल, यहाँ हुन्छ ठुलो मम्मी, यहाँ हुन्छ अनि भाइ यता छ। अब हामी कुलुङ झरना गएपछि हामी देखाउने छौँ तपाईँहरूलाई। बाई। A few moments later. हेर्दैछौँ हाम्रो भाइलाई यहाँ सामानहरू चिसोहरू यहाँ किन्दैछौँ होइन। अब चिसो चिसो पनि गइरहेछौँ। लेट्स गो। तपाईँहरूलाई के सामान जातिमा किन्नु आउनु मन छ भने यो इन्केस भेस्ट हाउसतिर यहाँ आइदिनु होला। इन्केस भेस्ट हाउस यहाँ तपाईँहरूले चाहिएको मनपर्ने वाइनहरू पनि धेरै छ। यहाँ सबै तरी छ, यहाँ आइदिनु होला इन्केस हाउसतिर। हाम्रो यहाँ सामानहरू भइसकेको छ र यहाँ लस हुँदैछ के कति भन्ने 400 भएको छ। यहाँबाट क्यान्सर बेटिएर दिँदैछ। Thank you, Dad. हेलो, के छ? कस्तो लाग्दैछ भारी बोक्दा? रमाइलो लाग्दैछ? हामी चाहिँ नबोक्ने अब कुलुङ झरनातिर गइसकेको छौँ। यहाँ यो हिँड्दैछौँ, गाडी जान्छ भने त गाडीमै आयौँ, तर अहिले चाहिँ हामी हिँड्दैछौँ। आयो म डिस्को डान्सर, छातीमा लाग्यो क्यान्सर। हिजो हामीलाई अङ्कल हिजो लान्छु भन्नुभएको थियो, अनि लान्छु भन्नुभएको थियो। हिजो त मान्छे त गायब। अनि हिजो चाहिँ म कति राम्री भएर आमामा पेन लगाएर हाफ पेन लगाएर सेक्सी लुगा लगाएर बसिरहेको थिएँ नुहाउनुको लागि। अनि अहिले चाहिँ यहाँ यस्तोहरूलाई नुहाउनु पर्छ, देख्छ? पेन लगाएर यस्तो यस्तोको भेष लगाएर काम छैन, केही पनि काम छैन। अब यहाँ यस्तो लुगामा आउनु पर्छ। म तेली खोला यार बाप, घाम लास्टै छ। यो भारी बोक्ने मान्छे जस डरै छ। एक्लैले भारी बोक्छ, एक्लैले। हामी कसैले 3जनाले बोक्छिन, हामी मम्मी म भाइले कसैले बोक्छिन। उसले मात्र बोकिरहेको छ, किनकि थुप्रै सामान छ र पनि उसलाई गलेको छैन। स्ट्रङ म्यान। यो चाहिँ हाम्रो पार्टी। ये सिकाना इसको। वो अलग ही लेवल का बंदा था। Cheers. Ada na boleh tak? Ada tak? Ram tu besar kan? No.